यो सरकारले संविधान देखाएर तपाईहरुलाई पन्छाउन पाइदैन, किनभने यो सरकार संविधान अन्तर्गत बनेकै होइन। जुन सरकार संविधान अन्तर्गत बनेको होइन भने त्यो सरकारले संविधान देखाएर तर्साउनु पर्ने कुनै आवश्यकता छैन। खै त 88 सिट ल्याएको नेपाली कांग्रेस अघिल्लो पटक झुन्डेराम भए हैनन् त यिनीहरु, उही वारी उही पारी भए होइन। 32 सिट ल्याएको प्रचण्डजी प्रधानमन्त्री भइसक्नु, 100 दिनभन्दा बढी संसद बहिष्कार गर्दाखेरि पनि सभामुखले सुनेनन्, केपी शर्मा ओलीको सरकारले सुनेन। भोलि तपाईहरुको हालत त्यही हुँदैन भन्ने के छ? 76 ले प्रधानमन्त्रीको व्यवस्था गरेको छ, त्यो धारा खारेज नहुँदासम्म प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीमा अबको चुनाव हुँदैन। केपी शर्मा ओलीलाई हटाएर सुशीला कार्कीजीलाई प्रधानमन्त्री बनाउनलाई 84 मा हुने चुनावलाई 82 मा ल्याउनका लागि त रगत बगाएको होइनला नि त। त्यो राष्ट्रिय सभामा जसका विरुद्ध जेनजीहरूले लडे तिनैका कार्यकर्ताहरू आज सांसद भएर बसिरहे। अन्तरिम संविधान जारी गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीमा जाने, प्रदेश संरचनालाई खारेज गर्ने, गैर दलीय स्थानीय तह कायम गर्ने, संवैधानिक आयोगमा राजनीति नियुक्तको अन्त्य गर्ने, अनलाइन भोटिङ सिस्टम गर्ने र चुनावमा जाँदाखेरि अहिले म्याद हद घटाउने।